विश्व पर्यटन दिवस यात्रोले येले हेरिटेज जेम एन्ड ज्वेलरी एक्सपो जुगुदु ललितपुर रत्न तथा आभूषण संघ व रोटरी क्लब अफ पाटन हेरिटेज यागो एक्सपो या उलेज्या उद्योग वाणिज्य देशीय आपूर्ति मन्त्री दामोदर भण्डारी शुक्रबार नदी गुखा ज्याजोले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी नप प्रतिनिधि सभा ध्वज प्रेम महर्जन ललितपुर रत्न तथा आभूषण संघीय नायक कृष्णलाल महर्जन रोटरी क्लब अफ पाटन हेरिटेज अध्यक्ष सञ्जु व्यञ्जनकार लगायत एक्सपो बारे नवनदी गुख नेपाली संस्कृति संरक्षण तथा प्रवर्धन हेतु ललितपुर रत्न तथा आभूषण संघ रोटरी क्लब अफ पाटन हेरिटेज को संयुक्त आयोजनामा विश्व पर्यटन दिवसको अवसर पारेर विभिन्न सङ्घ संस्थानहरूको सक्रिय सहभागितामा यसको समन्वयमा 3 दिने यो कार्यक्रमको आयोजना भएको छ। मौसमको प्रतिकूलताका बीचमा पनि हामीले यो कार्यक्रमलाई भव्य रूपमा सफल पार्दैछौँ। यसको सन्देह विश्वभरि प्रवाह गर्न खोजिरहेका छौँ। हाम्रो संस्कृति, हाम्रो मौलिकता यो आफैमा पनि एउटा गर्वको विषय हो। पाटन दरबार क्षेत्र विश्व सम्पदा सूचीमा सूचीकृत सम्पदा जो मुलुकको पहिचान, सांस्कृतिक विविधता झल्काउने नेपालको परम्परा, वेशभूषा पहिरनको आफ्नो छुट्टै ऐतिहासिक महत्त्व रहिआएको छ। ढाका टोपीदेखि गुन्यौ चोलो, हाकु पाटासीदेखि बक्खु जस्ता अन्य पहिरन र तिनीहरूलाई मिल्ने गरगहनाको विशेष महत्त्व पनि उत्तिकै छ। नेपाल एउटा अब बहुधार्मिक बहुसांस्कृतिक देश, हामी सबैलाई थाहा छ। यहाँको जातीय समुदायहरूको रहनसहन पनि हामीले थाहा छ। त यो सांस्कृतिक विविधता भएको देश भएको हुँदा हामीले साँच्चै अब एउटा यो देशको संरचनाको विषयमा कुरा गर्दा यो भौगोलिक हिसाबले पनि हिमाल, पहाड, तराई क्षेत्र र अझ विभिन्न ग्रामीण भेगमा समेत र अझ उपत्यका त स्वाभाविक रूपमा हिजो प्राचीन कालदेखि एउटा विकसित रूप भएको ठाउँ र सहरहरूमा समेत हामी थोरैमा पनि हामी एउटा जातीय हिसाबले मात्र नभई नेपाल एउटा बहुजातीय देश भएको हुँदाखेरि हामी नेवार, तामाङ, लिम्बू, गुरुङ, छेत्री, बाहुन अनेक यो देशका जो नागरिकहरू छन्, हामी सबैले गरगहना लगाउने कुराहरूमा यो एउटा विशेष प्रकारको भन्दा पनि हाम्रो संस्कृति र संस्कारले दिएको कुरा हो भन्ने लाग्छ मलाई। किन भन्दाखेरि म आफै पनि नेवार कम्युनिटीको भएको हुँदाखेरि हाम्रो जन्मदेखि मृत्यु संस्कारसम्म पनि धेरै कुराहरू यो सुन, चाँडी, व्यवसाय यस्तो कुराहरूसँग हाम्रो जीवन्त संस्कृति जोडिएको हुन्छ। यसका निमित्त पनि यस्तो चाहिँ नि एक्सपोले यो एउटा व्यापार प्रवर्धनमा मात्र नभई सिङ्गो एउटा संस्कृतिलाई पनि बचाउने कुराहरूमा यसले चाहिँ उजागर गरेको पाइन्छ। समितिको लागि मूल नाराका साथ आयोजित पाटन हेरिटेज जेम्स एन्ड ज्वेलरी एक्सपो 2024 को उद्घाटन सत्रमा सम्पूर्ण आदरणीय अतिथिहरूलाई न्यानो स्वागत छ। यो उपस्थितिलाई मैले हामीप्रति स्नेह र सद्भावको ठोस प्रमाण मानेको छु, जसका लागि ललितपुर रत्न तथा आभूषण संघ र म कृष्णलाल महर्जनको तर्फबाट हार्दिक आभार प्रकट गर्दछु। आजको उपस्थिति यो इभेन्ट आयोजनामा रोटरी क्लब पाटन हेरिटेज, ललितपुर महानगर लगायत विभिन्न सङ्घ संस्था व्यक्तित्वबाट प्राप्त सहयोग, समर्थन र मार्गदर्शनले हाम्रो हौसला चुलिएको छ, उत्साह फराकिलो बनेको छ र सार्थक काम गरेको अनुभूति भएको छ। यसका लागि सम्पूर्ण निकाय महानुभावहरूमा अन्तर्मनदेखि नै कृतज्ञता अर्पण गर्दछु। एक्सपो आयोजनाको सन्दर्भमा प्राप्त विशेष एवं प्रशंसनीय सहयोगको लागि ललितपुर महानगरप्रति पनि विशेष आभार प्रकट गर्दछु। माननीय मन्त्रीज्यू, हिजो यो मन्तव्य तयार गर्दै गर्दा मेरो टेबलमा अन्तर्राष्ट्रिय मुद्रा कोषले नेपालको अर्थतन्त्रमा क्रमिक सुधार भइरहेको निचोड निकालेको समाचार छापिएको थियो।
त्यही समाचारको छेउमा अघिल्लो वर्षको तुलनामा आयात बढेको र निर्यात घटेको तथ्याङ्कमा आधारित रिपोर्ट पनि थियो। मुद्राकोषको निष्कर्ष र आयात बढेको तथ्याङ्क 2 वर्षभन्दा बढी अवधिदेखि मन्दी र आर्थिक शीतलताको कुरा सुनिरहेको आम नेपाली र नीति निर्माणको लागि खुसीको विषय हो। यहाँहरूको गरिमामय उपस्थिति र समर्थनले यस्तो झरीको मौसममा पनि स्फूर्त रूपले काम गर्ने प्रेरणा मिलेको छ। यसै गरी यस कार्यक्रमलाई भव्य र सभ्य तरिकाले सफल बनाउन हाम्रा सहयोगी हातहरू Powered by my Classic Diamond Private Limited in association with हामीलाई सहकार्य गर्न सजिलोको लागि सहयोग गर्नुहुने वडा नम्बर 16 का वडा अध्यक्षज्यू, ललितपुर महानगरपालिका उद्योग पर्यटन तथा संस्कृति संरक्षण समितिका बाट पदाधिकारीज्यू, बैंकिङ पार्टनरमा लक्ष्मी सनराइज बैंक, इन्सुरेन्स पार्टनरमा सगरमाथा लुम्बिनी इन्सुरेन्स सालीको, हस्पिटालिटी पार्टनरमा द पाटन म्युजियम क्याफे अपरेटेड बाई होटल हिमालय, ब्रोडकास्टिङ पार्टनरमा नेपाल मण्डल टेलिभिजन। यलो लाकुया भन्दा केवेजुको एक्सपोले सांस्कृतिक, व्यापारिक, फुड व पर्यटन प्रवर्धनात्मक याना नियागु स्टल तयातको खसा एक्सपो या लिपाङ्गुती कार्तिक दवली सम्पदा रनबेजुको ख एक्सपो शुक्रबार निसे आइतबारका यागो थाहा छैन। शुक्रबार व शनिबार मध्यका वाबुले सोमबार दिने कोचाकुको ख Sorry.